को हुन् गगन कुमार थापा? नेपालको सबभन्दा लोकप्रिय नेता गगन कुमार थापा नेपालको जुनसुकै प्रतिनिधि सभा क्षेत्रबाट उठेर जित्ने उहाँको माहौल थियो। आज उनीलाई बाख्राचोर बिपी हस्पिटल धरानको प्रमुखमा पैसा खाएको आरोप लागेको छ। एमसिसी पास गराउने र नेपाली काङ्ग्रेसलाई फुटाउने उसको आरोप लागिरहेछ। आज उनी नेपाली काङ्ग्रेसको सभापति भएका छन् र उसले चुनाव टिकट दिने आफन्त र उसको प्यानलको लागि मात्र दिइरहेछन्। काङ्ग्रेसको महामन्त्री भएका गगन कुमार थापा आफूभन्दा जुनियर नेता रवि लामिछाने बालेनहरू जस्ता अगाडि आउँदा उसलाई इगो हर्ट भएको छ। अब हामी टाइम वेस्ट नगरी अब भिडियोतिर लागौँ। 2033 साउनमा काठमाडौँमा गगन कुमार थापाको जन्म भएको। गगन थापाको बाल्यकाल सिन्धुपाल्चोकमा बितेको थियो। गगन थापाको बुबा नेपाल इलेक्ट्रिसिटीमा इन्जिनियर थिए। 2046 सालको जनआन्दोलनमा गगन थापा जम्मा 9 क्लासमा पढ्थे। गगन कुमारको हजुरबा एक सिन्धुपाल्चोकको धनी मुखिया हुन्। दोस्रो संविधान सभामा उनी कृषि तथा जलस्रोतका सभापति थिए। ऊ नेपाली काङ्ग्रेससँग जोडिए। उसको पढाइ ब्याचलर पास गरेका हुन्। 2058 सालदेखि 2061 सालसम्म ऊ पढेर पास भएका थिए। 2057 सालमा उनी नेभी सङ्घको उपाध्यक्ष थिए र 2059 सालमा उनी महामन्त्रीमा बढुवा भए। उनी नेपाली काङ्ग्रेसको नेता अर्जुन नरसिंह केसीको छोरीसँग विवाहमा बाँधिए, डाक्टर अञ्जना केसी। 2013 मा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री भए। 2061 सालमा राजा ज्ञानेन्द्रले संसद विघटन गरे र गगन थापालाई 2 चोटि राष्ट्रघातको मुद्दा पनि लाग्यो। 2063 सालमा राजा हटाउने आन्दोलनमा उसको नारा श्रीपेज हामी जलाउँछौँ, देश हामी चलाउँछौँ भएर ऊ राष्ट्रमा पपुलर भए। 2064 सालको चुनावमा उनी समानुपातिक भएर सांसद पनि भए। 2070, 2074 र 2078 सालमा उनी काठमाडौँ क्षेत्र नम्बर 4 भएर उठेर सांसद लगातार भए। एमसिसी पास गराउन गगन थापाको ठुलो हात छ र उनी सिआइए र अमेरिकाको सिक्का हुन्। अब हामी सुनौँ गगन थापाको स्पिच पार्लियामेन्टमा देखाई। को विद्वान को यो सरकारका सल्लाहकार हुनुहुन्छ आउनुहोस्। यदि मलाई सम्माननीय सभामुख महोदय समय हुन्छ भनेर मैले प्रत्येक यी सम्झौताका धाराहरू दफाहरू मसँग यहाँ मैले ती जस्ताको तस्तै यहाँ लिएर आएको छु। के मलाई त्यो समय दिइन्छ? सडकमा बहस गर्ने कि संसदमा अछाममा गर्ने कि काठमाडौँमा स्वीकार्य छ। त्यति मात्र होइन मान्यज्यू, सम्माननीय सभामुख महोदय, म आग्रह गर्न चाहन्छु, यसलाई राष्ट्रघाती भनिएको छ। राष्ट्रघाती भनिएको छ, स्वाधीनता तलमाथि यो सम्झौताको कारणले गर्दा हुन्छ भनिएको छ। कहीँ कतै तलमाथि भयो भने नेपालले जे बेहोर छ म आज यसमा हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन। मलाई थाहा छ जसले हतारतारमा यत्रो ठुलो नेपाली जनताले उठाएको विषय, यति राष्ट्रियताको सवालसँग गाँसिएको विषयलाई हतार हतार यसरी जुन पारित गर्न खोजिँदैछ, यो नै नेपालको स्वाधीनताको विरुद्ध गरिएको नाङ्गो षड्यन्त्रको पुष्टि हुने प्रमाण हो। यदि त्यस्तो भयो भने म काठमाडौँको सांसद हुँ। थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटे मुडियोस्, सम्पत्ति विवरण बुझाएको छु। सम्माननीय सभामुख महोदय, सम्पत्ति खोसियोस्। मान्यज्यूहरू तयार हो? यदि यही 5 वर्षभित्रमा आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरूले लिएर जान्छ, अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा 5 वर्षमा सम्झौता सकिँदै गर्दाखेरि भएन भने त्यो कुरा गर्नलाई तयार हो? तयार हो भनेदेखि भने यो पनि चुनौती हो सम्माननीय सभामुख महोदय। उनी त्यो कारणले नेपाली युथ र नेपाली जनतामा नेता र जनतामा डिस्टान्स थियो। एमसिसी पास नगर भन्दाखेरि गगन थापाले पास गराए र भीमरावलाई उसले बोल्दै नहुने शब्द बोले संसदमा। र अहिले उसले नेपाली काङ्ग्रेसलाई फुटाएर टिकट चाहिँ उसले आफ्नो मान्छेलाई मात्र दिइरहेछन्, आफ्नो प्यानलको मान्छेहरूलाई। गगन थापाले अहिले काङ्ग्रेसका ठुला नेताहरू सबैलाई टिकट नदिकन आफ्नो मान्छेलाई मात्र दिइरहेछन्। जस्तै शेरबहादुर, पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, सुजाता कोइराला, कुमार गजेदार, प्रकाश मान सिंह र अझ ठुल्ठुला नेताहरूलाई उसले टिकटबाट वञ्चित गरेका छन्।
गगन थापाले आफ्नो ससुरालाई समानुपातिको नम्बर 1 मा राखेका छन्। गगन थापा तानाशाही प्रवृत्तिले अगाडि बढिरहेको हामी सबैले बुझिरहेछौँ र देखिराखेका छौँ। डाक्टर शेखर कोइराला सभापति भए अमरेश कुमार सिंह काङ्ग्रेसमा फर्किने उनले वाचा गरेका थिए, तर अहिले गगन थापा सभापति भएको कारणले उनी घन्टी चिन्हमा गएका छन्। हामी सबैले बुझिरहेछौँ र देखिराखेका छौँ। यो विषयमा हजुरहरूको के छ धारणा?